Hello, guys. Welcome my vlog. What? सब अफ्रिकाको मान्छेहरु हो यता अस्ट्रेलिया हो यो हाम्रो गाउँ एकदम राम्रो छ अस्ट्रेलिया हो हाम्रो गाइज अस्ट्रेलिया भन्दा कम छैन यो हाम्रो गाउँ फुलबारी छ तपाईलाई हाम्रो गाउँ कस्तो लाग्यो पछाडी बस्ने मेरो भाइ हो हैन एकदम राम्रो भ्लग बनाएर तपाईहरुसँग पुर्याउन सकौं एकदमै कोशिश गर्दैछु क्यामेरा छैन यही हो मोबाइल देखि नै हाम्रो गाउँको फुलबारी आँपको बोट छ हैन अब अरु के भन्ने जस्ट अहिले बेलुकाको कति बजे छ बेलुकाको 4:30 बजिरा छ हामी अब एकछिन खोलातिर जाम भने कस्तो भ्लग बनाउँ त्यही भएर भ्लग बनाउँदै छु रबिन तँलाई संसारमा सबभन्दा धेरै तँलाई कसको माया लाग्छ ल भन्दियो त आफ्नो पब्लिक जान्न चाहन्छ जनता जान्न चाहन्छ आफ्नो माया लाग्छ आमा बाबुको माया लाग्दैन अनि अहिले आमा बाबुले तँलाई संसार नदेखाउनेमा तँलाई कसको माया लाग्ने थियो फेरि आफ्नो लाग्ने थियो थिएन नि जस्ट हैन गाइस सबैलाई यो मेरो तर्फबाट यस्तो सम्झाइदिने बुझाइदिने आफ्नो भाइ हो अब जाँदैछु फुलबारी यो हाम्रो भ्यू पनि राम्रो आउँछ हेर्नु होला दामी छ हैन हेर्नु आइमेला देखाइदिन्छु म आइमेला जंगलमा टोयलेटमा दिशा गर्दैन बाहिर दिशा गर्छ सब यताको गाउँको मान्छेहरु मधेसीहरुले हेर्नु यो रोड हो प्रगति पनि भएको छैन के गर्ने हैन भाइ देख्नु सक्नुहुन्छ यताको भ्यू देख्नु हेर्नु दाइले हाम्रो बुढिया दाइले बगा ओ मान्दैन तपाईको बखराले मान्दैन तपाई के भन्न चाहनुहुन्छ ओहो फेरि नेपाली भाषा बुझ्दैन मधेसी हो त्यति बुझ्दैन के गर्ने गाइस ल हेर्नु अब के भन्ने गाइस अलि यही हो मेरो बाटो गाउँको बाटो आफ्नो गाउँ ठाउँ जे भयो नि जन्मभूमि हो सानो भएन यतातिर हामी कम हिँडेको हैन यो सिमलको गाछी कम चढेन के गर्नु परिस्थितिले गरेर बाहिर गयो कमाइयो खाइयो तपाईहरुलाई म गाउँको भ्यू देखाउँदै छु हेर्नु फुलबारी बाटो हरेक चीज ल हेर्नु गाइस ओ नानी के गर्दै हो पढ्नु पर्दैन हा तिम्रो नाम यसो गाइस म यो नानीलाई सोध्दै छु हैन के गर्दै छ यहाँ घर कहाँ हो हजुर घर कहाँ हो भन्नु न तपाईको मेरो भ्लग हो के इन्टरभ्युमा तपाईलाई म धेरै भाइरल गर्दिहाल्छु भन्नु त ल म दिसैमा म बोलिदिहाल्छु गए घर कता एनी बैठना तोरा भाइरल कर देबे एनिया बुआ को नाम के हो कसको छोरी हो जीतू भैया को What? ए फूलो दीदी के तो केना है हालचाल पढ़े जाए छे कि नहीं कते में पढ़े छे एक में ल सब ठीक है तो सब ठीक है ना ल बढ़िया से पढ़िए लिखिए है ना ल ठीक है ल गाइस यससँग पनि
अब अलिअलि बातचित भइसक्यो। अब यतातिर बुढियाहरूलाई हाम्रो छ आमाहरू अलिकति इन्टरभ्यू लिनु पर्यो। यो बाटो पहिला बाटो उतादेखि थियो, अहिले यतादेखि बाटो छ है गाइस। हेर्नु होला हाम्रो गाउँको भ्यू, यस्तो भ्यू हो। आइया बाटो पनि खान्द्राङ खुन्दुङ साइकलमा, बाइक छैन के गर्ने, साइकलमा हिँडाउने कुदाउने। एक दिन हिन्दीमा पनि बनाउँला, तर आज हाम्रो नेपाली दाजुभाइको लागि अलि नेपालीमा बनाएको हैन। हेर्नु गाइस, लाइक सब्सक्राइब प्लिज, मेरो भिडियोलाई लाइक सब्सक्राइब गरेर गरिदिनु होला। यही साइकल हो मेरो, साइकलमा हिँड्दैछु हैन। यतैतिर म पनि बाख्रा चराउन आउँछु, यस्तो होइन म पनि बाख्रा चराउन आउँछु। हेर्नु यता एउटा गजबको चिज छ अहिले यो महिना असोज कार्तिक असोजको महिना छ, कार्तिक मङ्सिरसम्मको लागि यतातिर तपाईको के अरे ऊ पाइन्छ। हेर्नु रोड, हेर्नु हाम्रो गाउँ अवस्था, हाम्रो गाउँ भिलेजतिरको अवस्था हो हैन। यो बाँस गाडी भयो हैन, सबै हो। तपाईलाई हाम्रो गाउँको रिभ्यू देखाउनेछु। हेर्नु गाइस, हेर्नु हेर्दै बाटो पनि यस्तो छ, अलि चलाउन गाह्रो भएर छ। तपाईहरुको लागि म भिडियो बनाउँदैछु। प्लिज तपाईहरु हेरेर लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला। हेर्नु बाख्रा चराउँदैछ हाम्रो गाउँको नानीहरू, हेर्नु होला। हेर्नु बाटो पनि आमामा आया कस्तो दुखिरा छ। साइकलमा एउटै साइकल हातले पक्रेछु, जस्तो पाए त्यस्तो म चलाछु। हेर्नु गाइस, हेर्नु हाम्रो यो हाम्रो गाउँको चौर भनौँ नि, यहाँ फुलबारी आँपको बोट हुनेहरू फुलबारीहरू हो यो। हेर्नु सन डुब्दै गरेको आँपको महिनामा धेरै राम्रो हुन्छ। हेर्नु बाख्रा चराउँदैछ हाम्रो गाउँको बुढो। यी सबै हाम्रो गाउँको हुन्। यिनी पनि दाइ पर्छ भने बजे पर्छ, गाउँकै हो। हेर्नु सबै तपाईहरुलाई म भ्यूज सब देखाउँछु हैन। यतातिर लिएर जानु पर्यो, यतातिर घर जाने बेला जाने, यता तपाईहरुलाई म देखाउँछु। इन माई भिलेज हाम्रो गाउँ पनि। अनि चल्नु न अब बिस्तारै बिस्तारै विकास हुँदैछ। पहिला मोबाइल थिएन, साइकल थिएन, सबै थोक बिस्तारै बिस्तारै हुँदैछ। हेर्नु गाइस, यो हाम्रो फुलबारी हैन। तपाईहरुलाई म सब देखाउँछु। यता इनार छ, छोपियो छ सायद अहिले। हेर्नु गाइस, हेर्नु तपाईहरुको लागि म यति मेहनत गर्दैछु। हाम्रो फुलबारी सुलबारी सबै देखाउँछु म। हेर्नु गाइस, यता कसैले बाँस काटेर राखेको छ, हेर्नु होला। मा चोर बाँस काटेर हेर्नु यो लास्टै फुलबारी हो। यहाँ सायद कसैले गाँजा खाने अड्डा बनाएर भएको छ। यहाँ हाम्रो गाउँमा चोर लफङ्गा गाँजा खानेहरू पनि छ नि गाइस। आमामामा कस्तो बाटो यार, कस्तो हात दुख्या। तपाईहरुको लागि म प्लिज गाइस, तपाईहरु लाइक गर्नु, कमेन्ट गर्नु, सब्स्क्राइब गर्नु, शेयर गर्नु। अझै म तपाईहरुको लागि अलि मन लागोस्, भ्यू जाओस् राम्रो राम्रो, अझै मन लागोस् हेर्नुलाई हैन, बनाउनु मन लागोस् अझै। हेर्नु गाइस, यहाँसम्म यो लास्ट हो। यहाँ पछि उखु घाँडेको घाँस काट्दैछ हामीहरू हैन। हामीहरू घाँस काट्दैछ, हामी बुढाबुढी। यस्तो हो गाइस हाम्रो गाउँ भनेको, यस्तो। अब जे भने नि आफ्नो जन्मभूमि हो। यो सबैतिर हामी पहिला
यस्तै 8-9 वर्षको हुँदाखेरि एकदम घुमियो, खाइयो, बसियो। हेर्नु गाइस, हेर्नु घाँस हेर्नु। यो सब हेर्नु गाइस, उखुघारी। तपाईँलाई म आज आफ्नो गाउँको पुरा फुलबारी घुमाउनुहोस् तपाईँहरूलाई म। यो पनि तपाईँको आम रुङ्ने टाइममा बनाइन्छ होइन। तपाईँहरूलाई त म के नै भन्नु सक्छु र, तपाईँहरूलाई पनि थाहा नै होला। हामी नेपाली जनता हम सबके कहै छी कि हम एक मधेसी प्रदेश में छी, लेकिन हम एक नेपाली छी। हम मधेसी, पहाड़ी, हिमाली नहीं, हम एक नेपाली छी। हम ये कहे के चाहे है ना। म त्यही भन्न चाहन्छु, म मधेसी, नेपाली, पहाड़ी, मुस्लिम यस्तो होइन। हामी सबै नेपाली हो। त्यही भएर सबजना हेर्नु भ्युज जति पनि। अगर आफ्नो गाउँको मान्छेहरूले भ्युज हेर्नुभयो भने, आफ्नो गाउँकोहरूले भ्युज हेऱ्यो भने प्लिज तपाईँहरू पनि लाइक कमेंट गर्नु हैन। जते जे हम अपन मधेसिया सब छिए उ सब देखल तब अहाँ सब लाइक कमेंट शेयर कर देव आ सब्सक्राइबो कर देव। कनका कि अहाँ सबके लागि हम कनका मनका बढ़िया वीडियो बनाबे सकी, हमरा मनो लगी है ना। पहले तो अपने गांव से सपोर्ट मिले के चाहिए, तब दोसर गांव में तब हम मतलब सबे तो हमारा अपने है। तो यो कनका अपना गांव से पहला सपोर्ट मिलते तब बढ़िया रहते। लो गाइस, ये देखो हमारे छोरा सब दोस्त सब ही सब घूमे हैं, लफंगा सब घूम रहा है। ल गाइस, त्यो भएर अघि देखाएको हो अब भयो। अब तपाईँहरूलाई म अर्को बाटोबाट लिँदै जान्छु। अघिको बाटो भएर फेरि यस्तरी घुमाएर लिएर आएको होइन। तपाईँहरू घुमाएर लिएर हेर्नु, विश्वास छैन भने अघिको बाटो हो। अघि त्यो बाटो गयो, यो बाटो गयो सीधा घर। तो दाइ केना बकरी चरा के केना लगे? बढ़िया लगे है। तो काम दाम ने कथी करते आप? कथी करते तो बकरी चराओ, एकटा बकरी लगा पर भर गाछी घुमैत रहै छी। कथी कहते आप? उम्र भे गेलो है, बकरी चरावे पड़ते है। बकरी चरावे पड़ते। कथी कहते आप? कमाई नहीं सकते? कमाई नहीं सकते। तो बेटा नहीं देखे कि नहीं? देखे कि गाछी कटे। गाछी कटे है। ल ठीक है। ल तो सबे ठीक है घर परिवार में? ठीक है सर, मरे छी, बूढ़ भ गेली, बीमारी भे गेल। कथी करू, सरकार ढोआ न दैया। तो भगवान के दया से मिलते, सरकार देते, भत्ता ना मिले है। कई साल भे गेले? तो कथी नागरिकता ना है? कई साल देखावे नागरिकता? हाँ तो भगवान के दया से मिल जाए। लो तो ठीक है, धन्यवाद। ल त अब बखरा चराउने मान्छे मैंने सोधिहालेँ होइन। जति भी अपन मधेसिया सब छिन्, मिथिलांचल मध्यमांचल सबके, तो अपन दुख सुनाबे ई सब। तो एकरा सबके लागि हम कहे छी कि सरकार के, अपन मधेसिया सरकार के, मतलब मधेसिया कथी अपन नेपाली सरकार के जो महोत्तरी जिला के है, तो ओकरा सबके हम एगो सूचना हमारा मैसेज चल जाए कि कते आदमी के है उम्र भे के बाद न मिलल है। अब कथी ओकर गलती है कि एकर गलती है, अब वो हमरा ना मालूम, लेकिन एकरो सबके मिले के चाहिए है ना। अभी हम पूछली कि कहे नहीं मिलते। ल यानी से अब रास्ता जाम है, अब हमरा लगे वही में जाए पड़ते। ल तो गाइस तन काम रोके। ल देखू केहन आदमी सब है, ये सब लफंगा सब है। ल गाइस, ये हमारे गांव के रास्ते हम सपेला मैले दिखाई दियो है ना। सपेला मैले दिखाई दियो मेरा गांव को व्यूज।
हेर्नु अब यति पातलो बाटो म लान्छु है साइकल। देखो देखो गाइस, देखो देखो। त्यो पनि एक हात भरे, एक हात में मोबाइल पकडाउँ, एक हातमा एउटा हात मात्रै हो। कसरी लान्छु है? आमा हात दुखिसक्यो यार। हेर्नु 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 हेर्नु, एउटै हात हो नि, हेर्नु खाली छ। कस्तो डर लाग्दो यार, झन्डै झरेको हौ, झन्डै झरेको। यस्तो तपाईँहरूको लागि मेहनत बाटोमा पनि हिँडाउनु पर्छ एउटा हातले। त्यो पनि गाइस लाइक कमेन्ट सब्सक्राइब आएन भने फेरि कसरी हुन्छ र? मेरो सब्सक्राइबर बढाइदिनु गाइस यार। हेर्नु हेर्नु हेर्नु, अय्या अय्या बाफ रे बाफ। हेर्नु हेर्नु गाइस, हेर्नु यो यत्रो पातलो आलीको बाटोमा, यति पातलो आलीको बाटो छैन। बाफ रे बाफ, धन्न पार भयो। ल हेर्नु, ल हेर्नु गाइस, हेर्नु। छिटै अब घर पुग्नेवाला छु। ल यताउता फुचे त तिमी कता हिँडेको? कता? बाख्रा चराउनु त यो के हो? प्लिज भ्लगमा त भनिदिनु। भ्लग बनेछ के केटा? भनिदिनु छिटो। त तपाईँ बाख्रा चराउनु जानुहुन्छ कि सिगरेट बिरी तान्नु जानुहुन्छ? देखुनु देखुनु गाइस, यसले ल्याङ ल्याङ गर्दैछ नि। आम यस्तो केटाहरू राम्रो हुने छैन हैन। त्यही भएर हाम्रो गाउँमा प्रगति भएको होइन, भविष्य खराब छ। हेर्नु मेरो साइकल यस्तो गरिदिन्छु। यो जस्तो केटाले गरेर भविष्य खराब भएको छ हैन। हेर्नु गाइस, यस्तो यस्तो केटा फेला पर्यो भने कसरी जिन्दगी मुभो लाग्छ। ओ हजुर, तपाईलाई कस्तो छ हाल खबर? ठिक छ? हुन्छ ओके। ल मेरो भ्लगमा तपाईलाई पनि स्वागतै छ। गाइस आज अब मैले एउटा चिज सोचेछु मान्छेहरूलाई कि मतलब आफ्नो गाउँमा मान्छेहरू आफ्नो गाउँको मान्छेले आफ्नो गाउँ कस्तो लाग्ने रहेछ। मलाई त मेरो गाउँ ठिक लाग्दैन, सिधै कुरा हैन। अब म मेरो गाउँको मान्छेहरूसँग सोध्छु कि मेरो गाउँको मान्छेहरूलाई कस्तो लाग्छ गाउँ। ल तपाईँहरूलाई म अहिले सोधेर भन्छु। ल गाउँ हो, मेरो गाउँको रिभ्यू। धेरै ठुलो गाउँ छैन, सानै गाउँ छ। हेर्नु यता गाउँ हो, यता पनि गाउँ हो हैन। धेरै ठुलो गाउँ पनि होइन। यता अलिकति छ, यता छ, सब घुमाउँछु मैले। भाडा बुढीहरू खेल्दैछ। आमा बच्चाहरू कति हो बच्चा। हेर्नु हेर्नु हेर्नु, हेर्नु हेर्नु हेर्नु। ओ केटा कस्तो छ हाल खबर? कस्तो छ हाल खबर? ठिक छ? के नाइ दाइ हाल खबर? ओहो बबुआ तिमी साइड दिने यार। ओहो माइकल ज्याक्सन जस्तो साइकल ल्याउँछ यार।
कता जाने रहेछ हेरौँ। त्यो हाम्रो सर हो, मेरो घर जाने कता मैले त बुलाएको थिएँ दसैँतिर होइन, जाने रहेछ थापाटोलतिर जाने रहेछ। ल ल गाइस यही हो मेरो गाउँको भ्यू। यहाँदेखि धेरै ठुल्ठुलो पनि छैन, ठिकठाकै गाउँ छ। यसो ल ल ल ल